एक सुसुप्त शहरको गर्विलो इतिहासलाई जीवन्त बनाउने प्रयासको थालनी स्वरूप दमकको इतिहास श्रृङ्खला अन्तर्गत आजको पडकास्ट संवाद गर्दैछौँ समाजसेवी साहित्यकार श्री मेघराज तिमसिनासँग। इतिहासले डोर्याएको बाटो, अनुभवले खारिएका ती हत्केलाहरू अनि अटल साक्षीका रूपमा रहेका उनका चक्षुहरूले देखेको दमकको इतिहास आजका जेनजी पुस्ताहरूमाझ पुर्याउने हाम्रो जमर्को यसरी सुरु हुन्छ। हामी कति मान्छेहरूसँग भेटिरहेका हुन्छौँ क्या, तर मान्छेहरूसँग भेट्छौँ अनि पुस्तक पनि पढ्छौँ। कति मान्छेहरूलाई चाहिँ के लाग्छ भने पुस्तक पढ्दाखेरि जुन ज्ञान हामी आर्जन गर्छौँ त्यो ज्ञानभन्दा चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने एउटा मान्छेसँग भेटेर हामीले 1 घन्टा बितायौँ भने त्यो कुरा चाहिँ मलाई लाग्छ उहाँहरूबाट हामीले प्राप्त गर्ने जुन कुराहरू हुन्छ, जुन अनुभव हुन्छ, त्यो चाहिँ हजारौँ पुस्तक पढ्नुभन्दा पनि बढी हो जस्तो लाग्छ कि मलाई। अघि हामी कुरा गर्दैछौँ तपाईँ र म, होइन, अनुभवकै विषयमा हामी कुरा गर्दैछौँ, इतिहासकै विषयमा कुरा गर्दैछौँ। र आज चाहिँ अलिकति दमकको इतिहासलाई विशेष गरी 46 सालभन्दा अगाडि नेपालमा प्रजातन्त्र पुनर्बहाली हुनुभन्दा अगाडिको इतिहासलाई खोतलेर हामीले अलिकति अगाडि लाने अथवा भनौँ हाम्रो चाहिँ श्रोताहरू समक्ष राख्ने एउटा प्रयास गरौँ भनेर यहाँसँग आज मैले कुराकानीको सुरुवात गर्न खोज्दैछु। यहाँलाई स्वागत छ। धन्यवाद। आज अब यहाँ एउटा दमकमा परिचित हुनुहुन्छ, धेरै एकदमै चिरपरिचित नाम पनि हो। अब यहाँको सुरुवात कहाँबाट गरौँ? यहाँको जन्म कहाँ भयो? मेरो जन्म पाँचथर जिल्लाको हजुर सुबाङ गाउँ पञ्चायत तत्कालीन, हजुर, अहिले हिलियाङ हिलियाङ गाउँपालिका। हजुर, हिलियाङ भनेको सुब्बाहरूको भाषामा कान्छो राजा। हजुर, हिलियाङ 7 नम्बर वार्डमा पर्छ। हजुर। म राणाकालमा 1998 सालमा जन्मिएको। 98 सालमा? 98 सालमा, हजुर। अनि दमक प्रवेश गरेको चाहिँ म 20 वर्षको हुँदा 18 सालमा। 18 साल भनेपछि ठ्याक्कै पञ्चायत शासन चाहिँ भर्खर सुरु भएको थियो। 17 सालमा सुरु भयो। अनि 18 सालको प्रधान पञ्च पहिलो निर्वाचन भएपछि, हजुर, 18 सालको प्रधान पञ्चलाई मैले भेटेको सुविधारबाको ज्वाइँ नरेन्द्र राउत पारी, दमकमा यहाँ होइन त? यहाँका प्रधान। त्यतिखेरदेखि आएँ। त्यतिखेर के थियो भने म शिक्षक पेसा गर्न आएको होइन। हजुर। म चाहिँ तपाईँको ससुरालीहरू यहाँ थिएँ। म ससुराला आउने, हजुर, र जाने भनेर आएको। यहाँ आएपछि मेरा जेठान बुद्धिनाथ भण्डारी पनि मास्टरी गर्थे, हजुर, निमाविमा। हजुर। अनि नारायण ढकाल स्कुलका अध्यक्ष थिए, भूमिस्तर अधिकारी। हजुर। अनि उहाँहरू दुईजनाले सल्लाह गरेर मलाई मास्टरमा नियुक्ति गर्ने। स्कुल भनेको यहाँ यही पृथ्वी मावि अहिलेको हाम्रो हालको चाहिँ पृथ्वी। हजुर। र म आउँदा त्यो स्कुल डढेर खरानीको डङ्गुर थियो। हजुर। अनि स्कुल पढाउने ठाउँ थिएन। नभएपछि दिल्लीराम मुखिया बाजे भन्ने अलि मास्टरपट्टि आचार्य थिए। तिनको ठुलो एउटा ग्वाली थियो। त्यो ग्वालीमा बिहान गाई खेदेर उकाएर खेदेर अनि स्कुल गोबर साफ गरेर स्कुल चलाइयो 2 महिना जति। आग लागिले स्कुल डढिगयो। अनि त्यहाँबाट त्यो 2 महिनापछि नगरपालिका अगाडिपट्टि एउटा पहिले त्यो पुलिसको के भन्छ बारुण यन्त्रको अफिस राखेको थियो। हजुर। त्यो धर्मशाला राजवंशीकी छोरीले बनाइदिएको। त्यो जमानामा बास बस्ने ठाउँ हुँदैन भएर बजार आउनेलाई बास बस्नको लागि ठाउँ बनाएकोले त्यसमा लगेर स्कुल चलाइयो 2-3 महिना। हजुर। अनि सन्तवीर कर्णेलको अघि तपाईँले कुरा गर्नुभयो। हजुर। उहाँले म स्कुल बनाइदिन्छु भन्नुभयो। सन्तवीर कर्णेल साहबले हुन्छ भनेर नारायण ढकाल स्कुलको अध्यक्ष, हजुर, उनीहरूको मेलमिलाप थियो। हुन्छ भनेर यो अहिले 17 बिघा जग्गा सन्तवीरको एरिया, हजुर, 17 बिघाको एरिया हो। त्यो एरियामा 2 बिघा जग्गा स्कुललाई दिने भए। 2 बिघा? 2 बिघा।
अनि स्कुल बनाउँदा इँटा ढुङ्गा सबै गिरे अनि उनको परिवारमा द्वन्द्व भयो। ए हजुर। परिवारले नदिने भए, छोराहरू धेरै भए 2 गुणका, अनि मिलेन। अब के गर्ने त भनेपछि 19 सालमा माथि हिमावी भएको ठाउँमा हजुर 3 कोठे 1 पाखे छानो भएको एउटा घर बनाइदिए सन्तवीरले। हजुर। अनि त्यहाँ लगेर क्लास सुरु गरियो। अब त्यतिखेर मिडल स्कुलै थियो। अनि प्रस्तावित मावि चलाउने भइयो। अब स्कुल घर छैन, अनि टालीका छाना लगाएर 2-3वटा वरिपरि घर बनाएर त्यस्तामा स्कुल चलाइयो। मास्टर चाहिँ सिलगढी कालिम्पोङतिरबाट खोजेर ल्याउनु पर्ने। अनि त्यतिखेर औलोको प्रकोप थियो। 3 दिन बसेपछि 4 दिनको दिन ज्वरो आउँथ्यो, मान्छे भागिहाल्थे। यहाँ मास्टर बस्न सक्ने अवस्था थिएन। अब म चाहिँ त्यतिखेर नेमाकोइन भन्ने औलोको औषधि हजुर हप्तामा हटियाको दिन आउँथ्यो। अनि 1 हप्तालाई त्यो दबाई किनेर दैनिक बिहान बेलुका 1-1वटा ट्याब्लेट खाएर बसेर मैले पचाएको यहाँ। र त्यसै गर्दै गर्दै तपाईँको स्कुल चल्दै गयो। त म आइए पास गरेको मान्छे, आइए त पछि गरेँ। एसएलसी पास गरेको मान्छेले 9-10मा अङ्ग्रेजी फर्स्ट पर मैले नै पढाएँ। मान्छे थिएन सुरुमा भनेको सुरुवाती कालदेखि हुनुहुन्छ तपाईँले? म 18 सालदेखि नै यहीँ छु। अनि 19 सालदेखि प्रस्तावित मावि भयो। हजुर। प्रस्तावित माविमा एउटा गौरीगञ्जबाट बर्मामा बिए बिटी गरेका एकजना सुब्बा मास्टर भेट्यौँ, लिएर आयौँ। त्यतिखेर तलब थोरै थियो, 125 रुपियाँ दिने शर्तमा। तिनले पनि बिचरा प्रशासन चलाउन सकेनन्। हजुर। उनले पनि छोडे। हजुर। त्यहाँबाट एउटा रामनारायण दास भन्ने तराईवासी शिक्षक ल्यायौँ। हजुर। उहाँ पनि पुलिसमा भिड्नु भएको रहेछ। 1 महिनापछि हिँड्नुभयो। अब मास्टरको अभाव, मास्टर कोही पाइँदैन। अनि यी इटाभट्टा हाम्रो नन्दबहादुर सुवेदी तपाईँकै छिमेकी, हजुर, उनी आइए मात्रै पास गरेका थिए। उनी शिक्षक थिए। अनि 20 सालमा उहाँलाई नियुक्ति गरियो। त्यसपछि मोहन ढकाल आफै मास्टर थिए, हेडमास्टर उनी थिए। मोहन ढकाल एसएलसी मात्रै थिए। यस्तै गर्दै गर्दै चलाइयो। अब कसरी यसलाई उँभो लाउने भनेर चिन्ता गर्दा गर्दै 23 सालमा गएर मावि स्वीकृत गर्नुपर्छ। अब मावि चलाउँ भएर अभियान चलाइयो। अभियान चलाइयो। सन्तवीरले उनकी श्रीमती पद्माको नाममा त्यो स्कुलको नाम चेन्ज गरेको थियो। हजुर। हिमालय माध्यमिक विद्यालयबाट पद्मा माध्यमिक विद्यालय भनेर नामाकरण गरेको थियो। बिचमा त्यस्तो पनि भयो। त्यो सन्तवीरले घर बनाइदिएकोले त्यो गरेँ। अनि त्यो हाई स्कुल स्वीकृतिको लागि कागज पठाइयो। हजुर। म काठमाडौँ आफै गएँ। अनि त्यो स्वीकृति दिँदैन, के कारण हो भनेर पत्ता लगाउँदा नाम कसरी परिवर्तन भयो त? यो हिमालय शमशेरको वीरता, धनपुरा मौजा। हजुर हजुर। हिमालय शमशेर राजाका भाइ, उहाँको वीरता, उहाँको नामबाट रहेको स्कुलको कसरी नाम परिवर्तन भयो? यो सम्भव छैन भनेर स्वीकृति नदिने भयो। अनि मोहन ढकाल, अनि नन्दबहादुरजी, दक्षराज शर्मा भन्ने पनि 22 सालमा नियुक्ति गऱ्यौँ। अनि हामी भएर पुरानो रेकर्ड बल्झाएर हिमालय माध्यमिक विद्यालय भनेर नामाकरण गरेर स्वीकृतिको लागि पठायौँ। स्वीकृतिको लागि पठाउँदा तपाईँको हेडमास्टरको नाम पठायो भने चाहिँ पढा लेखेको मान्छे छैन। हेडमास्टर विहीन छ स्कुल। अब हेडमास्टर विहीन छ। बिए पास गरेको मान्छे अनिवार्य चाहिन्छ। अब कसलाई पठाउने उपाय छैन। चारतिर खोज्दा मान्छे आउँदैन। धरान विराटनगरको मान्छे औलो लाग्थ्यो, आउँदैन थिए। अनि मैले सम्झेँ, मेरा पनि गुरु छविलाल सिटौला। छविलाल सर। छविलाल सर हेडमास्टरहरूको पनि हेडमास्टर। उहाँ 8मा गर्दै हुनुहुन्थ्यो। त्रिभुवन हाई स्कुलमा टिचर हुनुहुन्थ्यो। हजुर। असिस्टेन्ट टिचर। हजुर। अनि मैले चिठी लेखेँ, गुरु यहाँ समस्या भयो, स्कुल खडा गऱ्यौँ, हेडमास्टर छैन, आइदिनु पऱ्यो भनेपछि बिचरा 15 दिनका दिन ठ्याक्क आइपुग्नु भयो। 23 साल पुस 6 गते आइपुग्नु भयो। र उहाँलाई नियुक्ति दिएको, रिटायर भएर अहिले पनि हुनुहुन्छ, 92 वर्षको हुनुभयो। त्यसरी स्कुल सञ्चालन गऱ्यौँ। अनि गर्दै लाँदा अब मलाई त स्कुलबाट निकालिदियो पछि गएर 28 सालमा पञ्चायतले निकालेपछि पनि मैले स्कुल छोडिनँ। हजुर। म सञ्चालक समितिको सदस्य भएँ।
59 देखि 57 अध्यक्ष भएर त्यो स्कुलको 10+2 मैले चलाएँ। हजुर। विदुर खतिवटा हेडमास्टर हुनुहुन्थ्यो। हजुर। हामीले त्यो 10+2 चलाएको मेरो पालामा। म 9 वर्ष त्यहाँको अध्यक्ष भएर काम चलाएँ। यस्तो अवस्था थियो यहाँ। अब स्कुलको बारेमा त्यही नै हो, यहाँभन्दा अरू खास कुरो छैन। अब त्यतिखेर यहाँ जम्मा 3टा स्कुल थिए। अब यो स्कुल कसरी जन्मियो भन्ने कथा पनि अलिकति म ल्याउँछु। 2010 सालमा ताराबारी प्रावि जन्मियो। 7 सालमा लिम्बूहरू पहाडमा झगडा मुद्दा के अरे डकैत गरे नि, अनि भागेर बच्नको निमित्त दौडाल पिएल्छ भनेर लिम्बूहरू आएर यहाँ तराईमा पसे। तराई पसेपछि धिमालहरू र हामी एउटै मुलका मान्छे हौँ, हाम्रो भाषा पनि मिल्छ, हामी जाति पनि मिल्छौँ भनेर एउटा सुमलुङ गठन गरे यो ताराबारीमा। हजुर। ताराबारीमा गठन गरेपछि अब के गर्ने त, त्यसमा एउटा विद्यालय खोलौँ भनेर 10 सालमा एउटा प्रावि ताराबारीमा सुरु गरे, योभन्दा अगाडि। हजुर। तर त्यो दर्ता चाहिँ पछि 12 सालमा मात्रै भयो। अनि 12 सालमा दर्ता भएका 3टा स्कुल छन् यहाँ ढुकुरपानी। अब त्यही ताराबारी स्कुलमा विद्यार्थी भएनन्, अनि यहाँ हाई स्कुल पत्र जिरायत भन्ने ठाउँमा त्यहाँ अलि बस्ती बाक्लो हुनाले त्यहाँ विद्यालय सारियो। सेउले कटेरो बनाएर स्कुल खोले, विद्यार्थी बढ्दैनन्। अब के गर्ने त भन्दा ढुकुरपानीमा चाहिँ तित्री घारी थियो, जङ्गल। ए हजुर। ल तित्री डाँडा लाने त्यहाँ नयाँ बस्ती छ, पक्कै त्यहाँ विद्यार्थी हुन्छन् भनेर त्यो ताराबारी स्कुल चाहिँ ढुकुरपानी लगे। ढुकुरपानी लगेर स्कुल सुरु गरेका थिए। ताराबारीले हाम्रो स्कुल हामीले लान्छौँ भने, अनि 3टा स्कुल कम्पिटिसनमा भए। ए हजुर। यो हिमावी मिडल स्कुल छ, 2टा प्रावि भए। यी 12 सालका उत्पादन भएका विद्यालयहरू हुन्। र त्यस्तै गर्दै गर्दै अब यो तपाईँको स्कुलको छेड चाहिँ के भयो भने मास्टर पनि नपाइने, पढालेखा मान्छेको पनि बसोबास कम, यहाँ साहित्यिक सिर्जनाको त कथा कहानी नै आउँदैन थियो, पढालेखाको मान्छे थिएन। अनि त्यो मौकामा के अरे हामीले पहल गऱ्यौँ। हजुर। नगरपालिकामा प्रधान पञ्चको परिवर्तन भइरहने 5-5 वर्षमा। हजुर। अब 8 सालमा गठन भएको पञ्चायत हो यो ग्राम पञ्चायत। रेवन्त बहादुर कार्की अध्यक्ष, के अरे किसनलाल ताजपुरी अध्यक्ष पहिलो, दोस्रोमा रेवन्त बहादुर काजी 5 वर्षपछि। हजुर। अनि उपमेयरमा पहिलोमा माङ्गेलाल श्रेष्ठ भन्ने, तिनको सन्तान अहिले देखिँदैन। दोस्रोमा रघुवीर बुढाथोकी उप प्रधान पञ्चायत। यस्तै भएर चल्दै आयो। अनि यो 22 साल के अरे 18 सालमा पञ्चायत लागु भयो नि, राजाले कु गरे। कु गरेपछि पञ्चायत लागु हुँदा नरेन्द्र राउत सुबेदार बाका ज्वाइँ पहिलो प्रधान पञ्चायत। तर उनी जिम्दारका पटुवारी भएको हुनाले उनी बस्न भ्याउँदैन थिए, काम हेर्न भ्याउँदैन थिए। अनि तिनले खड्गबहादुर निरौला भन्ने तीर्थ निरौलाका बाबु, तिनी वार्ड अध्यक्ष रहेछन्, उनलाई निमित्त दिए। हजुर। र उनी कता गए थाहा छैन। अनि उनले त्यो नगरपालिकाको प्रादुर्भाव खड्गबहादुर निरौलाले फेटे बा भन्थे, यत्रो फेटा बाँधेर हिँड्थे, उनले त्यो प्रादुर्भाव गरेको गाउँ पञ्चायत भवन बनाए। पहिला कहाँ थियो त्यो ठ्याक्कै अहिलेको लोकेसन चाहिँ? पहिले के अरे हाम्रो राउतजी हुँदा चाहिँ यही लाइनमा ऊ त्यहाँ कुमालको घर भएको ठाउँमा गणेशबहादुर घिम्रेको जग्गामा सानो भुइँ ताँड भएको एउटा घर थियो सानो। मैले त्यहीँ भेटेको उनलाई प्रधान पञ्चलाई। अनि पछि उनले छोडेपछि माथि खड्गबहादुर निरौलाले त्यो नगरपालिकाको एउटा सानो घर बनाएर सुरु गरेका हुन्थ्यो। इतिहास मलाई थाहा छ। तलबाट फेटा कसेर घोडामा आउँथे, अनि यहाँ पछि आएर त्यहीँ घर बनाए छेउमा, यहीँ बसेर यो पञ्चायतको प्रादुर्भाव भएको हो। घरहरू जस्तै घरहरू कति थिए दमकमा? म तपाईँलाई भन्छु, टिनको घरमा रघुवीर बुढाथोकी बुवाको एउटा, हजुर, अनि जादुलालको सानो घर एउटा, हजुर, अनि रेवन्त बहादुर काजीको टिनको घर। यो ठ्याक्कै 18 सालतिरको कुरा हो? 18 सालकै कुरा। जम्मा दमकमा 3 लाख घर 3टा? 3 लाख घर 3टा थिए, 3 घरै भन्थे। 3 घर। रघुवीर बुढाथोकीको त अहिले पनि 3 घरै भन्छन्। त्यस्तो अवस्था थियो। अनि दोकानहरू थिए, झुप्रा थिए, बङ्गालीहरू थिए, बिहारीहरू थिए, दोकानहरू पनि थिए, तर टालीका छाना
खरका छाना भएका घरहरू थिए। बुधबार सानो हाट लाग्थ्यो बेलुकाखेरि। त्यतिखेर सस्तो मस्तो बजार। अब त्यो बजारको एरियाको कुरो गर्नुपर्दा बजार 6 सालमा सुरु भएको रहेछ दमकमा। दमकको बजार 6 सालमा 6 सालमा सुरु भएको। त्यो बजार लाउने योजना पनि कसले चाहिँ यो दमकको बजार हरिबहादुर माझी भन्नेसँग एउटी कुमालिनी पहिला गइन्। हजुर। हरिमाया मजिनी पछि हरिमाया मजिनी भइन्। तिनले त्यहाँ बजार सुरु गरिन् 6 सालमा। भनेको अहिले ठ्याक्कै कहाँनिर अहिलेको यो तपाईँको यो गोस लाइनदेखि पल्लोपट्टि डाँडामा माथि अलि माथि यो हाटखोला अझै माथि माथि पर पूर्व खोलाकै डिलमा दुईटा सिमलको रुख थियो। अहिले त छैन क्याएर म गएको छैन। त्यहाँ हाट लाउँदै 8 सालमा बाढी आएर खोलो ट्याप्पै पसेछ। खोला चाहिँ यता बजारतिर पस्यो। बजार पस्यो। पसेपछि त्यो अहिले हाटखोला भएको जग्गा मजिनी बुढीको। हजुर। 12 बिघा 15 कट्ठा जग्गा भएकी मालिकिनी। 12 बिघा मालिकिनी। अनि त्यो जग्गा हुँदा पनि यहाँ त्यो आफ्ना जग्गाबाट आफ्नै जग्गामा सारेको। यहाँ 1 बिघा कति जग्गा रहेछ बजारमा। अनि त्यहाँ त्यो बजार सार्ने भएर खुद्रा पैसा भेला गरेर केटाकेटी भेला गरेर पैसा छरेर बजार सारेको चाहिँ त्यो इतिहास सुनेको मैले। त्यो बट्टी कर उठाउँथिन् हाटको दिन। पैसा असुल्थिन् व्यापारीहरूसँग। त्यो चाहिँ देखियो। तपाईँहरूले पनि देख्नुभयो त्यो 25 सम्म पनि? 25 सम्म देख्यौँ। अनि त्यो पछि 21 सालमा नापी आयो। नापी आउँदा हाटखोला भनेर जनाइदियो। हाटखोला भनेपछि त नगरपालिकाको मातहतमा रहने भयो। उनको नाति थियो, छोरो मरिगयो, एउटा नाति थियो पदमबहादुर भन्ने। त्यो नातिले मुद्दा गऱ्यो हार्छ, मुद्दा गऱ्यो हार्छ। अहिले नगरपालिकाको नाममा दर्ता भएर त्यहाँ एउटा ठुलो सपिङ कम्प्लेक्स बन्दैछ। त्यो ठाउँ मजिनी बुढीको हो सत्य कुरो गर्दा चाहिँ। तर अहिले नगरपालिकाको भयो। अब सरकारी जग्गा हो। अब त्यो उसले अहिले पनि मुद्दा कुद्दै होला। कहाँ छ त्यो यतै उँधो छ सम्भवतः होला। अब त्यो हामीलाई थाहा छैन। पत्रपत्रिकाले पनि धेरै त्यो माझीकै जग्गा हो भनेर बयान पनि गरिदिए। पत्रिकाले पनि लेखे। तर त्यति गर्दा पनि नगरपालिका टेरेन। क्याबिनेटबाट डिसिजन भयो। क्याबिनेटबाट डिसिजन भएपछि नगरपालिकाले हस्तक्षेप गर्यो। अब हाटको अवस्था त्यही हो। यो बजार चाहिँ जस्तै दमक बजार चाहिँ बजार सुरु हुँदा अथवा तपाईँले थाहा पाउँदाखेरि जस्तै कस्ता चिजहरू जस्तै कस्ता व्यापारीहरू चाहिँ सुरुमा आएर अब यहाँ यो बजार सानो। हजुर। टुक्रे बजार बुधबारे हटिया भन्थे यसलाई। अनि मधुमल्ल ठुलो बजार। तपाईँले थाहा पाउँदाखेरि नै बुधबार बजार लाग्छ? बुधबार बजार लाग्छ। बुधबार अहिले पनि लाग्छ। अहिले पनि यथावतै छ। अनि त्यो बुधबार बजारमा चाहिँ को व्यापारी आउँथ्यो भन्दा मधुमल्लका ठुल्ठुला व्यापारी सामान गाडामा हालेर ल्याएर आएर बजारमा किनाउँथे। अनि बेलुका मधुमल्लै जान्थे। दमकभन्दा ठुलो बजार चाहिँ मधुमल्ला थियो त्यतिखेर। अनि हामी पनि किनमेल गर्नुपर्दा मधुमल्लै जान्थ्यो। तपाईँहरू मधुमल्लै जान्थ्यो? खोला तरेर जानुहुन्थ्यो? खोला तरेर जानुपर्छ अरे। अरू उपाय थिएन। पुल थिएन मधुमल्ला चाहिँ दमकभन्दा पहिला चाहिँ पहिलाको बजार हो। अहिले सुक्यो त्यो पनि त्यतिकै। अहिले त पहिले जस्तो छैन। पहाडे बजार पहाडबाट आउने सामान त्यहीँ पाइने। अनि पहाड नुन बोकेर जाने ठाउँ त्यही बाटो पेरुङ्गेको बाटो जान्थे। पेरुङ्गे भनेपछि दमकमा हिमावी स्थापना भयो। त्यसपछि अरू विद्यालयहरू बिस्तारै। अनि त्यसको पछि भन्दैछु म। अब 3टा विद्यालय त पहिलेकै हुन्। हजुर। त्यसपछि 22 सालमा माबुलाल धिमालले प्रधान पञ्चायत जितेपछि 24 सालमा गएर निःशुल्क अनिवार्य शिक्षा लागू गर्यो सरकारले। निःशुल्क अनिवार्य शिक्षा लागू गरेपछि तलब नगरपालिका गाउँ पञ्चायतले बिहोर्नु पर्ने भयो शिक्षकलाई। अनि 8 महिनासम्म शिक्षकले तलब पाएनन्। पञ्चायतमा पैसै छैन। अब बाली खाने पशु हाटमा थुनेको जरिमाना अनि हाटको बट्टी कर 4 आना 8 आना हप्ताको उठाएर त्यसको कति पैसा हुन्थ्यो? 5-6 हजार पनि हुँदैन थियो। अनि 8 महिना तलब नपाएपछि 25 सालमा 1 महिना स्कुल हडताल भयो। तलब खान नपाए। 25 सालमा जस 1 महिना चाहिँ हडताल। 1 महिना हडताल। देशव्यापी कि दमकमा मात्रै? दमकमा मात्रै। अनि त्यतिखेर माबुलालजी गर्न नसकेर स्कुल के अरे नगरपालिका गाउँ पञ्चायतमा भनौँ, नगरपालिका होइन गाउँ पञ्चायत उपस्थित हुन छोडे। उपप्रधान पञ्चायत कृष्णलाल नेउपाने थिए। 2 जना उपस्थित भएनन्। अनि त्यतिखेर वार्ड अध्यक्षका नाताले के अरे यज्ञनिधि बराल ढुकुरपानीका कार्यवाहक भएर 4 वर्ष चलाए।
अब त्यो स्कुल कसरी खोल्ने भनेर पहल गर्दा अब केही लागेन अञ्चलाधीशसँग सिडिओसँग ऋण मागेर ल्याउँछु भनेर यहाँबाट गए गएर हाम्रो त यस्तो यस्तो समस्या भयो 1 महिनादेखि स्कुल बन्द छन् स्कुलसँग पैसा छैन तपाईँले पैसा हालिदिनु पऱ्यो ऋण तिर्छु भनेर कबुल गर्दा पैसा छैन भनेर तर्कियो अञ्चलाधीश सिडिओ दुइटै अनि त्यसो भए तपाईँले दिएको नागरिकता प्रमाणपत्र मसँग छ यो प्रमाणपत्र बन्धक राखेर मलाई गलगलिया जाने भाडा दिनुहोस् त्यहाँ गएर कति दिन बसेर कसरी कमाउन सक्छु कमाएर ल्याएर स्कुल उकास्छु भनेर धर्ना दिएर 3 दिन बस्दा बल्ल त्यो ऋण अलिकति दिएर ल्याएर स्कुल खुलाएको त्यो इतिहास ताजै छ विद्यार्थी सङ्ख्या कति थियो होला जस्तो विद्यार्थी सङ्ख्या त थियो जतिखेर यस्तो थियो धिमाल जातिका मान्छेहरू कुमाल जातिका मान्छे बर्खा लागेपछि आउँदैन थिए पहाडी मुलका मान्छेको बसोबासो कम थियो कम भएपछि बर्खामा कम्ती हुने हिउँदमा केही बढ्ने त्यस्तो बेला थियो त्यतिखेरको मानव साक्षरता दर कति थियो होला साक्षरता दर त न्यून थियो त्यतिखेर न्यून थियो साह्रै न्यून थियो भनेपछि तपाईँ सम्झिनुहुन्छ जस्तै तपाईँले पढाएका विद्यार्थीहरू अहिले सम्झिनुहुन्छ त्यो समयमा म धेरै सम्झन्छु जस्तै मैले तपाईँको पढाएका विद्यार्थीहरू ठुलो ठुलो ओहदामा छन् हजुर कोही उपसचिव सचिव भएर रिटायर भए हजुर शिक्षकहरू त साह्रै धेरै छन् हजुर सम्झिन्छु धेरैजना याद गर्छन् उनीहरू पनि भेट्दा बोल्छन् विश्वमा दमक हाई स्कुल एउटा नमुनाको रूपमा बस्यो हजुर यसले धेरै विद्यार्थी उत्पादन गर्यो र ठुल्ठुला ओहदामा पुगे अहिले पनि कति पुलिस छन् कति अधिकृत लेभलका जागिरी छन् कति सचिव भएर रिटायर भए कति जागिरी खाँदैछन् कोही साहित्यकार भए कोही कवि भए यस्ता धेरै छन् अब त्यो बयान गरै सकिँदैन भनेपछि धेरै कुराहरू अहिले पनि तपाईँको स्मरणमा ताजै छ अनि अब चाहिँ अलिक बिर्सिन लाग्यो उमेरले गर्दा अब 94 कति वर्षको म 84मा हिँड्दैछु होइन 84 भनेपछि त 8 दशक 8.5 दशक जाने हजुर र पनि अहिले पनि धेरै कुराहरू यहाँले जस्ता सम्झिरहनु भएको छ होइन सम्झिनै पर्यो नि यो अलिकति दिमागले काम गरिन्छ त सम्झिन्छ होला तर अब त्यो अलिकति त्यो बिर्सिने स्वभाव भयो अहिले बिर्सिन्छ म अलिअलि लेखपढ पनि गर्थेँ लेखपढ गर्न अहिले आउँदैन दिमागले काम गर्दैन र पनि सम्झेर केही किपोर्ट चाहिँ गर्छु त्यस्तो छ मैले 2टा कृति निकालेँ एउटा पूर्व स्मृतिमा दमक भनेर दमकै ऐतिहासिक झलक थियो अनि अर्को एउटा माओवादी द्वन्द्व पिरियडको बारेमा एउटा कविता सङ्ग्रह 2टा किताब निकालेँ अर्को एउटा ठिक भइरहेको छु त्यत्तिकै थन्किया छ गर्न सकेको छैन र साहित्यको जमर्को गरेको 2036 सालमा 26 सालमा प्रधानमन्त्री धनबहादुर श्रेष्ठ भए अनि यहाँ त केही गर्नुपर्छ धनबहादुर श्रेष्ठ कस्तो व्यक्ति हुन् तपाईँको नजर धनबहादुर श्रेष्ठ त सामाजिक मान्छे हुन् अलिकति लोभ धेरै गर्ने मान्छे हुन् प्रशस्त जग्गा जमिन भएका मान्छे हुन् उनका बाबु मधुमल्लामा खरदार जागिर खाएर त्यो अदुवा अलैँची पहाडको चिज कलेक्सन गरेर सरकारलाई जिम्मा लाउने पोस्टमा बसेका मान्छे अनि मधुमल्ला बस्दा अदुवा लसुन राख्ने ठाउँ भएन गोदाम चाहियो भएर उजुर गरेछन् माथि उजुर गर्दा एउटा एरिया हेरेर खुल्ला ठाउँमा गोदाम गोला भन्थ्यो नि त्यतिखेर गोला बनाएर राख भनेर आदेश दिएछन् अनि त्यो गोलाटारको नाम त्यहाँ गोला बनाएकोले गोलाटार भएको गोलाटारको नाम चाहिँ त्यो अदुवाहरू भण्डारण गर्नलाई गोला बनाएकोले गोलाटार भएको आज नयाँ कुरो थाहा पाइयो अनि फेरि ठ्याक्कै त्यो गोलाटार त्यहाँ बागखोर भन्ने ठाउँ छ नि त्यो बागखोर चाहिँ किन भनेको होला बागखोर के छ त्यसको त्यस्तो किस्साहरू त्यसमा चाहिँ बाघ माराहरूले बाघलाई खोर बनाएर मार्नको के छ त्यो त्यसको खास ऐतिहासिक महत्त्व छैन ठ्याक्कै यस्तै भन्ने छैन अब त्यो माथि अन्धराजाको गुफा भन्छन् माथि अन्धराजाको गुफाको पनि धेरैले खोज गरे तर दमकले वास्ता गरेन त्यो क्षेत्रका मान्छेले नि वास्ता गरेनन् अब ती धेरै कुराहरू छन् ऐतिहासिक कुरो त्यहाँ छ एउटा तर कसले खोजेन त्यो कवि लेखकहरूले पनि खोजेनन् अहिलेसम्म चर्चा हुन्छ तर वास्तविकता के हो खासै वास्तविकता के हो थाहा भएको छैन अरू अब तपाईँको अनि त्यो
36 सालमा धनबहादुरका पालामा एउटा लाइब्रेरी राखौँ भनेर एउटा योजना बन्यो। पुस्तकालय दमककै पहिलो होला त्यो? पहिलो हो। राखौँ भनेर योजना धनबहादुरजीले बनाउन लाग्यो। हामी त्यो धनबहादुरजीले लेखापढी गर्न हामीले सिकाउनु पर्थ्यो। ए हजुर। अनि म मोहन ढकाल हामी नै उनका हर्ताकर्ता। हजुर। अनि एउटा लाइब्रेरी त राख्नुपर्छ भनेर कराएपछि त्यतिखेर सङ्घ संस्था दर्ता गर्ने प्रावधान थिएन। यो कहिलेको भनेदेखि तपाईँको 35 सालतिर कुरो हो। 35 सालतिर। अनि सिडिओ कार्यालय गयौँ। हजुर। दर्ता गर्न चाहिँ मिल्दैन भन्छ। के गर्नु त, एउटा लाइब्रेरी त चाहियो भनेपछि मौखिक स्वीकृति लिएर जानुहोस्, तर त्यसको नाम पञ्चायत लाइब्रेरी राख्नुपर्छ। पञ्चायत लाइब्रेरी तथा वाचनालय भनेर नाम राख्नुहोस्, पञ्चायतको नाम नराखिकन पाइँदैन भन्यो। ओके भनेर फिर्केर आयौँ। अनि पञ्चायत लाइब्रेरी गठन गरेर 1500-1600 पुस्तक पनि भेला गरेका थियो। पछि बौद्ध लगाएपछि त्यो पनि हरायो सबै। अनि त्यही संस्थागत उसमा चाहिँ एउटा साहित्यिक पत्रिका निकाल्नुपर्छ अब भनेर मैले पहल गरेँ। दमककै पहिलो पहल गर्दा पढे लेखेको मान्छे खोज्छु, कोही पनि छैन। डाक्टर गोविन्दराज भट्टराई आइए पास गरेका छन्, भेटेँ। बेलडाँगीमा प्रावि थियो, त्यहाँ काम गर्थे। अनि कृष्ण दङ्गाल मरे, उनी पनि आइए पास गरेका छन्। 3 जना भएर 3 जनाको सम्पादनमा त्यो नागबेली भन्ने पहिलो पत्रिका संस्थागत रूपमा निक्लेको दमकबाट। दमकको पहिलो पत्रिका, पहिलो संस्थागत साप्ताहिक निक्लेको। साप्ताहिक होइन, साहित्यिक पत्रिका चाहिँ। त्यसरी सुरु गरेको। अहिले त साहित्यिक व्यक्तिहरू दमकमा नथाम्ने गरी छन्, आफ्ना आफ्ना संस्था खोलिरहेछन्, बसिरहेछन्। अनि पुस्तकालय चाहिँ तपाईँहरू त्यतिकै विलिन भयो? अनि त्यो पछि अञ्चलाधीशहरू विभिन्न फेरिँदै आए नि। त्यतिखेर त अल्पअल्प भन्नु चाहिँ हुँदैन कि। राम थापाहरू मण्डले, राम थापाहरूको ग्रुप, तीर्थ निरलाहरूको ग्रुप, यिनीहरू मण्डल, हामी मण्डलका विरोधी। अनि अब ती पुस्तकको अञ्चलाधीश आयो, कहिले हेर्न लगो। ठुला ठुला मेची महाकाली दिग्दर्शन सबै किताबहरू थिए। ती किताब एउटै पनि छैन। अहिले त्यहाँ पञ्चायत वाचनालय पुस्तकालय भएर बाहिर गेटको एउटा कटेरो राखेको छ, पत्रिका राखेको छ। त्यस्तो अवस्था छ। मैले अस्ति गौरीगञ्ज गएको थिएँ केही समय अगाडि। त्यहाँ एउटा यति पुरानो पुस्तकालय रहेछ। त्यो ऐतिहासिक झापाकै पुरानो भन्ने कुरा आयो त्यहाँ। हो, एकदम। त्यो एकजना डाक्टर चाहिँ एकदमै बन्द अवस्थामा, अनि त्यसको जग्गा जमिन, त्यसको सम्पत्ति पनि निकै छ अरे। अनि त्यहाँ 1-2 जना पत्रकारले अलिक खोजबिन गर्दै थिए। त्यो अचम्म लाग्यो मलाई। त्यो बारेमा थाहा छ हजुर? त्यो एकजना डाक्टर थिए, नाम मैले बिर्सेँ। हजुर। ती डाक्टर त्यहाँ गएर डाक्टरी पेसा गर्थे। उनले त्यो लाइब्रेरी सुरु गरेको हो गौरीगञ्जको। नाम थाहा छ तपाईँलाई? त्यही नाम बिर्सेँ, डाक्टर मरेर गए छैन। ए हजुर। अब पछि अरूहरूले सम्हाले। त्यो 4-5 वर्ष अगाडि हामी पनि गयौँ। यसको प्रादुर्भाव फेरि सुरु गर्नुपर्छ, यसलाई यसरी मर्न दिनु हुँदैन, इतिहास हो भनेर त्यो कुन ठुलो मान्छेले उद्घाटन गरेको छ। त्यो पनि कुरो गऱ्यौँ। त्यसको लागि चाहिँ अलिकति त्यसको उद्धार गर्नुपर्छ, त्यसको खोजी गर्नुपर्छ भनेर हामी पनि चर्चा चाहिँ गर्दैछौँ। तर त्यहाँका मान्छेले ठाडाकान नलिदिएपछि बाहिरका मान्छेले हुँदो रहेछ। गाह्रो छ। त्यहाँका मान्छे सबै लुटा होला मात्रै छन्। र त्यसलाई पनि खोजी गर्नुपर्छ भनेर हिजो अस्ति पनि हाम्रो प्रतिभा निकेतन छ नि त यहाँ। प्रतिभा निकेतनको मैले 25 वर्ष अध्यक्ष भएर बसेको। संस्था त्यो। अब त्यो कोरोनाले गर्दा किताबहरू कम निक्लिए पनि 19 अङ्कसम्म मेरा पालामा निकालेको मैले। 19 अङ्क प्रतिभा, म आफै अध्यक्ष भएर। हजुर। अहिले पोहोरदेखि परिवर्तन भएको छ, अर्कैलाई दिएको छ। यस्तै छ दमकको इतिहास। अरू के भनौँ, मर्जी होस्। अब के सोध्नुहुन्छ म त्यही भन्छु। भनेपछि जनमत सङ्ग्रहको अवस्थामा चाहिँ दमक कस्तो थियो सर त्यतिखेर? अब जनमत सङ्ग्रहमा चाहिँ के थियो भने अचम्म छ। हामी जनमत सङ्ग्रहमा पञ्च भयौँ, राटी भन्नुपर्दा। हजुर। अब यहाँ सुविधार बाहरू पञ्च हुनुभयो। ए हजुर। पहेँलो झन्डा फहराएर, लाठी मुङ्ग्री पहेँला लौरा टेकेर हिँडे। र वामपन्थीको पहिलेदेखि यो एरिया अलि ठुलो एरिया हो। वामपन्थीको जहिले पनि जमघट बेसी नै हुन्थ्यो। र उनीहरूले निलो झन्डा, बहुदलवादीहरूले निलो झन्डा, राजावादीहरूले पहेँलो झन्डा लिएर सङ्घर्ष गऱ्यौँ। पछि गएर बहुदलवादीहरूलाई हरायो सूर्यबहादुर थापाले।
त्यो त जालझुलै गरेर हराएको हो। थापाले विजय गर्यो। अनि त्यतिखेर चाहिँ के गर्यो भने थापाले विजय गर्न अर्थ छ। त्यतिखेर जङ्गलमा सहुलियत काठ पाइन्थ्यो। श्रीहरि थापाले काठ खोलिदिए गरिबलाई घर बनाउन। अनि त्यही घर बनाउने काठ मान्छेले 20 किबी 30 किबी 60 किबीसम्म ल्याएर घरसर बनाए। मान्छे प्रलोभनमा परेर त्यो निर्दलले जितेको हो, सजिलै जितेको चाहिँ होइन। सेलाउन लागेको छ। लिँदै कुरा गरौँ। त्यस्तै छ। भनेपछि दमकमा पनि पञ्चायतको पक्षमा बढी मत खस्यो त्यतिखेर। पञ्चायतको पक्षमा खस्यो। त्यो काठ बाँडिदियो, जङ्गलका काठ काट्दै ल्याउँदै घर बनाउँदै गर्न थाले। चुनाव जित्नुको एउटा कारण त्यो पनि हो। मैले त 36 किबी काठ ल्याएर घर बनाएँ। त्यही मौका राँगा गाडा किनेर खखन्न गरेर आफै ओसारेर काठ ल्याएर घर बनाएँ। त्यस्तो जमाना थियो नि त। समय नै त्यस्तै थियो। समय त्यस्तै थियो। अनि पछि पञ्च भइयो। पञ्च भएपछि युवक सङ्गठनको यहाँको सभापति भए। हजुर। 26 सालमा एकजना शिक्षकै उठेका थिए, उनलाई हराएर म सभापति भएँ। हजुर। अनि म त्यहीँदेखि नगरपालिकाका बजेट तर्जुमा गर्दा, गाउँ सभा गर्दा हामी नै हौँ बोलवाला त्यतिखेरका। अहिले पो विभिन्न प्रकारका मान्छे निक्ले, दलगत भावनाका मान्छे निक्ले। त्यतिखेर त्यस्तो थिएन। हाम्रो बोली बिक्थे, धेरैलाई जागिर खुवाइयो। अनि यो 32 सालतिर मैले सुनेको, अब म त पछिको मान्छे, 32 सालतिर माथि हम्सेदुम्सेमा बस्ती थियो अरे। थियो नि। त्यो बस्तीहरू हटाइयो अथवा के भयो मैले सुनेको थिएँ। म बताउँछु तपाईँलाई के भयो खास। हम्सेदुम्सेमा मान्छे बसेका थिए। हजुर। यो पारिपट्टि झोडा बाटामाथि सबै मान्छे बस्ती थियो। यी बस्तीहरूलाई चाहिँ सरकारले योजना बनाएर सट्टा भर्न दिने भयो। पेल्टीमारीमा पनि त्यस्तै थियो। सबै जग्गा ऐलानी थिए, मान्छे जबरजस्ती बसेका थिए। अनि त्यो सट्टा भर्न दिने भएर कोही पथरी लगेर खाँदो, कोही यता तल झाँपातिर लगेर खाँदो। यहाँकालाई सट्टा भर्न अन्तै दियो। त्यो गोविन्दराज भट्टराई त्यहाँ मिडल स्कुल थियो माथि बेलडाङ्गी शिविरभित्रै, त्यहाँ बस्ती थिए। त्यहाँ बाक्लो बस्ती थियो। अहिले क्याम्प भएको थियो। त्यो सबै सारेको हो, सट्टा भर्न दिएर स्थानान्तरण गरे। त्यो बेलामा के त्यस्तो बलजफ्ती अथवा त्यस्तो कुनै घटनाहरू केही त्यस्तो भएन? त्यस्तो केही भएन। कति जति लगभग कति घरधुरीहरू थिए त्यहाँ? करिब बेलडाङ्गीमा करिब 100 घर जति मान्छे थिए। 100 घर। ठुलै बस्ती रहेछ। ठुलै बस्ती थियो त्यतिखेरको। पर चुलाचुली के अरे दुम्सेदेखि लिएर और रतुवासम्म बस्ती नै बस्ती थियो नि। भनेपछि एउटा बजारै हुने गरेको रहेछ। बजारै हुने कि दमक बजार त्यता त थिएन नि पहिला? सुरु त यहीँबाट भएको। अब यहाँ पछि बजार लाउन खोजे, ढुकुर पानीमा लाउने भए, त्यहाँ सफल भएन। अब 13 सालको प्रधान पञ्च भनेका हाम्रा रघुवीर बाबैका ज्वाइँ काजी रेवन्त बहादुर 13 सालका प्रधान पञ्च, उप प्रधान पञ्च रघुवीर बुढाथोकी। त्यतिखेर रेवन्त बहादुरले यो अहिले धनबहादुरको घरबाट ताराबारी जाने बाटो जुन पिच भयो, त्यो रेवन्त बहादुरले रेखाङ्कन गरेको बाटो हो। भनेको त्यो समयमा रेखाङ्कन गरेर त्यहाँ 10-15 वटा काठका कलभट, गौरीगञ्जमा माल अड्डा थियो त्यतिखेर। गौरीगञ्ज गरेर नेहोरा गरेर काठपात गरेर त्यो पुल बनाएको हो। अनि म यहाँ भन्ने गर्छु, त्यो रेवन्त बहादुर मार्ग राख्नुपर्ने भनेर कोही टेर्दैनन्। त्यस्तो सङ्घर्ष गरेको हुन्छ। कहीँ ठगे होला, कसैले होला, बेग्लै कुरो, त्यो आन्तरिक कुरो हामी बुझ्दैनौँ न। तर गर्ने मान्छे त ऊ हुन् नि। तर त्यो नाम राखेनन् अहिले। अब के नाम राख्छन् थाहा छैन। रघुवीर बा गुम्तीमा यसो रजिस्टर लिएर बस्नुहुन्छ त्यहाँ छेउमा। त्यस्तो अवस्थाले चलेको। अरू त्यतिखेर तपाईँले सम्झिनु पर्ने नामहरू त्यस्तो अलि विकास प्रेमी? विकास प्रेमी त तपाईँको किसनलाल ताजपुरिया 8 सालमा प्रधान पञ्च भए बिचरा जिम्दार। 7 सालमा प्रजातन्त्र प्राप्ति भएपछि अब जनप्रतिनिधि छान्नुपर्छ भन्ने नाताले कहाँ को ठुलो मान्छे छ, कसले गर्न सक्छ भनेर किसनलाल ताजपुरियालाई प्रधान पञ्च घोषणा गर्यो पहिलो।
हजुर तर जङ्गला मुलुक बस्ती थिएन, ताजपुरियाहरू अलिअलि थिए त्यहाँ। हजुर यो यहाँदेखि जुरोपानीसम्म एउटै दमक ग्राम पञ्चायत भन्ने थियो। ए त्यतिखेर त्यस्तो वार्डहरू भन्ने त्यस्तो छुट्याएको कुनै इकाइमा छुट्याएको थिएन। जुरोपानीसम्म दमक ग्राम पञ्चायत। दमक ग्राम पञ्चायत। अनि त्यो पछि गएर 2 कार्यकाल ग्राम पञ्चायतै रह्यो। अनि पछि रेवन्त के अरे पञ्चायतलाई कु गरेपछि, राजा महेन्द्रले कु गरेपछि अनि पञ्चायत सुरु भयो। 18 सालमा पहिलो निर्वाचन पञ्चायतको। जस्तै त्यतिखेर चाहिँ अब जस्तै राजा अहिले जसरी भ्रमणमा निस्किन्छन् नि, त्यस्तो राजा महेन्द्र त्यसरी आएर तपाईँको त्यस्तो भेटघाट केही त्यस्तो सम्झना? राजा महेन्द्र झापातिर आउँथे। हजुर यहाँ पहिले अब राणाकालमा त यहाँ धेरैवटा क्याम्प रहेछन् राजाहरूका। हामी आइकन चाहिँ त्यसरी आएन। राजा वीरेन्द्र एकपल्ट आएका थिए। वीरेन्द्र जस्तै त्यतिखेर तपाईँहरू हिँड्दाखेरि केमा हिँड्नु? जस्तो यातायातको साधनहरू थिएन? यातायातको साधन केही थिएन। साइकल निक्लिएको थियो अलिअलि पातला। साइकल सबैसँग हुँदैन थियो त्यो पनि। ए घोडाहरू अथवा चाहिँ घोडा थिए। घोडा गाडा रागा गाडा। अहिले जस्तै त्यतिखेर त अब जङ्गल जताततै हरियाली थियो होला होइन? तपाईँहरू बसे एरिया जङ्गल हो। मैले जङ्गलमै भेटेको सुविधा बारलाई। जङ्गलभित्र साना साना झुप्रा बनाएर बसेका थिएँ। जङ्गलको बिचमा घर थिएँ। यता बाटा मासतिर अहिलेको 5 नम्बर डाँडो त्यो सबै जङ्गल थियो। भैँसी गोठ राख्ने चलन थियो। अनि हिउँदमा निगुरो खोज्न जाँदा बाघले मान्छे जम्टिन्थ्यो। बाघ पनि पाउँथ्यो? बाघ लाग्थ्यो त यहाँ। अनि त्यो साँची लिएर लाठे लिएर जान्थे निगुरो टिप्न। मलाई त्यो पनि थाहा छ। मैले पछि सुने एउटा नेपालको एउटा ब्रान्ड, एउटा घडीको ब्रान्ड थियो अरे क्या, डोल्मा घडी भन्ने। हजुरलाई थाहा छ त्यो? डोल्मा भनेको सन्तवीरको छोराले सुरु गरेको। त्यो डोल्मा घडी भन्ने चाहिँ नेपालमा एउटा निकै चर्चित ब्रान्ड भयो अरे पछि। त्यो सन्तवीरका छोरा काठमाडौँ बस्थ्यो। हजुर उसले कम्पनी खडा गरेर एउटा डोल्मा घडी कम्पनी खडा गरेको थियो। भन्न चाहिँ हामीले घडी लाउने मान्छेहरू दमकमा भेटिन्छ कोही? भेटिँदैन, छैन है। अब त्यो उत्पादन पनि बन्द भइहाल्यो। तर निकै चर्चित थियो अरे भने? चर्चित थियो डोल्मा घडी, चर्चित थियो। पछिसम्म पनि रेडियोहरूमा विज्ञापनहरू बज्ने, विज्ञापन दिन्थ्यो। तर यहाँ दमकका मान्छेले चाहिँ भाँदिया देखिएन। त्यो सन्तवीर बुढासँग थियो होला। किनकि महँगो थियो कि क्या? खै दाम कति थियो त्यो पनि सोधिएन, सोध्ने कुरो पनि भएन। हजुर सन्तवीर रौसे मान्छे थिए। हजुर हजुर। अनि मास्टर पाइदिन्थे। कालिम्पोङ खरसाङतिरबाट ल्यायो। अनि हप्तामा 1 दिन सन्तवीर कहाँ भेला हुनु पर्थ्यो। अनि मजाक गर्थे, रमाइलो गर्थे। अनि धिमालहरूले सन्तवीरलाई उजुर गरे। रेवन्त बहादुर काजीले हाम्रो यस्तो 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 गरे, हामीलाई पेल्छन्, हामी बाँच्न नसक्ने भयौँ गरेर उजुर गरे। रेवन्त बहादुर काजी त्यही सिर झलेरै मरेपछि अनि ल्याएर उभ्याए। अनि यो काजीले तिमीहरूलाई के गर्यो भन, तिमीहरूको पेटानी गुचाइदे, त्यस्तोसम्म अभद्र व्यवहार गर्थ्यो सन्तवीरमा। त्यसो गरेर त्यही सिर ढलेरै मरे काजी रेवन्त बहादुर। रेवन्त बहादुरका दाजुभाइ त थुप्रो थिए नि त। कोही वीरता थिए, कोही विराटनगर थिए। अनि पछि दमकमा एउटा दमकको परिचय नै भनौँ न, आवा घर सुरु भयो। अब आवा अहिले जस्तो चाहिँ सञ्चार माध्यमहरू थिएनन् होइन, अहिले जस्तो इन्टरनेट थिएन। त्यतिखेर अब खबर पठाउने एउटा माध्यम चाहिँ आवा घरको स्थापना भयो दमकमा। आवा घर सम्झिनुहोस् त्यसलाई। हाल चाहिँ मलाई थाहा छैन कि। आवा घर स्थापना भएपछि हामी बाहिर फेर घरमा खबर पठाउन सजिलो भएको थियो। त्यो चाहिँ थाहा छ। सालसम्म चाहिँ मलाई थाहा छैन। पछि यो दूरसञ्चार बनेपछि त यहाँ त स्वर्गै भइगयो नि। टेलिफोन आयो, बत्ती थिएन, बत्ती आयो। अब मैले बत्ती नभएर गोबर ग्यास पालेको 4 वर्ष, गोबर ग्यास बनाएर बालेको। त्यो आवा कसरी त्यसको सुविधा लिनुभयो तपाईँले? अब सुविधा नि हुन्छ, खबर पठाउँदा त्यहाँ गयो, टिपेर दियो, उसले भनिदिन्थ्यो। उसले अब त्यो आकाशवाणीबाट पठायो। ए त्यही त। अब त्यो समयको जान्ने मान्छे अब खासै त्यति धेरै देखिँदैन अहिले होइन। अनि जाने पनि मान्छेले बिर्सिसके, कसरी प्रादुर्भाव भयो, कसरी आयो, कसरी चल्थ्यो, त्यो कुरो कसैलाई मोटामोटी थाहा हुँदैन। अब स्कुलहरूको बारेमा भने मैले 24 सालमा 1 महिना हडताल भएपछि प्रधान पञ्च उपप्रधान पञ्च गाउँमा छैन। अब के गर्ने भन्दा एकनिधि बुढाले गएर सङ्घर्ष गरेर ल्याएर हडताल खोलाए।
अनि त्यो स्कुलहरू तपाईँको 9वटा स्कुल प्रावि जन्माइयो। एउटा ढुकुरपानी प्रावि, एउटा ताराबारी प्रावि, त्यो पुरानै थिए। अरू 7वटा स्कुल जस्तो लखनपुर पनि 3टा वार्ड दमकको थियो। त्यो तपाईँलाई थाहा छैन होला। तल अहिलेको 10 नम्बर वार्ड त्यो राजघाटको हो। ए राजघाट पर्छ। राजघाट यता माथि तपाईँको हङ्से दुम्से मधुमल्लाका 2टा वार्ड, राजघाटको एउटा वार्ड र लखनपुरका 3टा वार्ड दमक थियो। के अरे मिसिएका हुन्। लखनपुर भागेको उता दिएको, यताका यता मिसाएको। हङ्से दुम्से यो मधुमल्लाको 4 नम्बर वार्ड। अनि यो ताराबारी मिलदेखि खोलाको कातै कात माथिसम्म मधुमल्लै थियो। यता तलतिर राजघाट थियो। मिल भन्दाखेरि मैले तपाईँले रोकेँ थोरै। दमकमा व्यावसायिक रूपमा व्यापारिक रूपमा भनौँ न होइन, मिल चाहिँ मिल नै होला सायद। मिल यस्तै नै होला। मिल सन्तवीर लामाको थियो। उद्योग धन्दा खोल्नेमा मिलहरू नै होला होइन। मिलहरू नै थियो। धान कुट्ने मिल थियो। सन्तवीर लामाले सबभन्दा पहिलो नै होला त्यो। पहिलो हो। अनि पछि काठ मिल पनि उसैले राखे। कहाँनिर थियो त्यो ठ्याक्कै अहिले? ठ्याक्कै तपाईँको कहाँनिर भने नि यो सब्जी बजारबाट फुत्त निक्लिने बित्तिकै मासतिर। जस्तै सन्तवीर लामाले पनि अब आफ्नो जीवनकालमा उहाँले पनि मलाई लाग्छ अब केही न केही जस्तै दानहरू गर्नुभयो होला। दान धर्म गरेको त्यस्ता के ठाउँहरू छन्? दान धर्म गरेको त केही थाहा छैन। उनका नाममा बाटाहरूका नाम राखेको थियो। ए हजुर। उनले कसैलाई दान दिएको कुरो चाहिँ थाहा भएन। दान धर्म त गर्दैन थियो, त्यो थाहा पाइएन। यति सुनेको बडाकी हुँदा उनले ज्यान पनि मारे, विकास निर्माणका काम पनि गरे भन्ने चाहिँ हल्ला सुनेको। हल्ला हो रे हैन? हल्ला। ठिक छ। उहाँका जस्तै सन्तानहरू कोही हुनुहुन्छ अहिले? सन्तानहरूमा कोही छैन। कान्छीपट्टिका छोरो छन् के अरे काठमाडौँमा 2टा। कता यो विजयका श्रीमतीले मुद्दा हालेको छ भन्ने पनि सुनेको थिएँ मैले। कता जग्गा जमिनको लागि यहाँ 17 बिघा जग्गा क्याप्चर गरेको थियो। यहीँ ठ्याक्कै बजारमा। त्यो चाहिँ बलजफ्ती रूपमा त्यो तपाईँको सब्जी लाइनबाट उत्तरतिर लाग्ने बाटो छ नि, सूर्योदय बोर्डिङ एरिया, त्यो सबै सन्तवीरको एरिया हो नि सबै। अहिले अब हामीलाई सम्झिँदा चाहिँ अचम्म लाग्छ। किन अचम्म लाग्छ अहिले देख्दाखेरि पनि। माइला बाबु मन्ने सांसद हुन्, सन्तवीरका माइला छोरा। ऊ मरेर गए। बुढी र छोरो थियो। छोरो पनि मरेर अहिले बुढी आमै मात्रै त्यहाँ थिइन्। राम थापाको अगाडि बसेका छन्। यो चिया बगानको कुरा पनि थोरै जोडौँ न। चिया बगान त 17 सालमा सुरुवात भएको रहेछ। 17 सालमा रोपेका हुन्छ। म 18 सालमा आएँ। हजुर। र त्यहाँ जाने बाटो थिएन। यहाँ रेवन्तबहादुर काजीको घर हुँदै पर डाकिनी गएर डाकिनीबाट झरेर त्यहाँ चिया बगान लाएर पछि यताबाट बाटो राजमार्ग सन्तवीरले यो सिधा ल्याएको हो। यो राजमार्गको रेखाङ्कन चुली घाँसबाट थियो पहिले, माथिबाट थियो। पछि सन्तवीरले यो बगानले गर्दा यहाँबाट ल्यायो। बगानको बिचबाट लाग्यो। भनेको यो चिया बगान हेर्ने जिम्मा चाहिँ त्यतिखेर सबै सन्तवीरले नै, उहाँले नै हेर्नुहुन्थ्यो पछिसम्म उहाँले हेर्नुहुन्थ्यो। उहाँ मरेपछि अहिले ठेक्का दिएको छ क्या। भनेपछि राजासँग निकटको सम्बन्ध रहेछ। राजासँग निकटको सम्बन्ध नि, यिनीहरूको केही बहिनीवाला नाता पनि छ भन्थे। के छ अब त्यो थाहा पाएन। होइन भने त त्यसरी एउटा चाहिँ त्यति नजिकको सम्बन्ध होइन। राजाबाटै मनोनित भएर बडा हाकिम भएर इलाम बसेका। त्यतिखेरदेखि यिनको सम्पर्क रहेछ, पारिवारिक दरबारिया सम्पर्क। दरबारसँग नजिक दरबारिया भन्नु पर्यो। दरबारिया। यो जस्तो यो रतुवा खोला छ नि अहिले, अब यो रतुवा खोला अहिले हामी जस्तो देख्छौँ, अब त्यतिखेर त पुल सम्भवतः बनेको थिएन होला। तपाईँले थाहा पाउँदा पुल थियो यहाँ? किन भन्थ्यो म आइकन पछि 28 सालमा बनेको। पछि अब राजमार्ग खनेपछि न बनेको होला? होइन, 18 सालदेखि रेखाङ्कन सुरु भयो। 18 सालदेखि रेखाङ्कन सुरु भयो। 24-25 सालसम्म वारीको वारी पारीको पारी गाडी यहाँ उता जाँदैन थियो। यता पनि दिपिनीमा कच्चा कलबाट हालेर त्यहाँ खोल्सा खाल्सीमा यताबाट ट्याक्सी आउँथे। सबभन्दा पुरानो यातायातको साधन भनेको आराथुन बस थियो यहाँ। आराथुन कसले सञ्चालन गर्थ्यो? विराटनगरको कम्पनी हो। कसको हो यो चलाएको? भनेको आराथुनको कम्पनीकै नाम हो। आराथुन बसकै नाम हो। बसको कम्पनी। हजुर।
अहिले हामीले विभिन्न देख्छौँ नि त्यस्तो। अहिले धेरै छन्, त्यतिखेर थिएन। यहाँ पहिलो आउने बसमा आएर छन्, अनि ट्याक्सीहरू आउँथे। यहाँ चाहिँ हडतालको बेला आएर चाहिँ कुच्याइदिए हाम्रा विद्यार्थीहरूले, भनेको फुटाइदिए। कुन यो पञ्चायतकालको बेलामा? होइन, हाम्रो 25 सालको कुरो हो। हडतालमा, स्कुल हडतालमा विद्यार्थीले अनि त्यो फुटाइदिए। हजुर। अनि एउटा ट्याक्सीको ड्राइभर कुटेपछि हामीलाई 2 महिना जति 1 वर्ष जति बाहिर फेर हिँड्न डर लाग्दो भयो। हामी हिँड्यौँ न। अब दोष त हामी पाइने भयो, मास्टरले पाउने भए, फटाइ गरे विद्यार्थीले। 1 महिनासम्म डरपोक भएर गाडीमा हिँडिएन। त्यस्तो जमाना पनि थियो। कुटिहाल्थे ड्राइभरहरू। यहाँ एउटा मास्टरले कुटाइ खायो। यहाँ चन्द्रज्योति वज्राचार्य भन्नेको होटल थियो। ट्याक्सी ड्राइभर जति त्यहीँ आएर बस्थे, त्यहीँ खान्थे। एक दिन त्यो हडतालका बेला त्यहाँ एकजना शिक्षक डेरा गरेर बस्थे, तिनलाई पनि कुटेछन्। यहाँ विष्णुलता गुरुआमा भन्ने थिइन् एउटी, तिनलाई पनि लछार पछार गरेछन्। अनि मलाई पनि ताकेका थियौँ तर म लुकेर बसेँ त्यतिखेर। अनि कमल पर्साईलाई कपडा सपडा च्यातिदिए। यस्तो पनि भोगियो। समय पनि अप्ठ्यारै थियो नि त्यतिखेर। अप्ठ्यारै समय थियो। यो 12 घरे भन्छ नि, यो 12 घरे चाहिँ किन 12 घरे भनेको खास? अहिले हामीले यसो सुन्छौँ ठुलो 12 घरे र सानो 12 घरे भन्ने चलन छ। हजुर। 12वटा घर पहिले बसेकाले 12 घरे भएको अरे भन्छन्। भन्न चाहिँ तपाईँले देख्नुभयो पक्कै पनि? मैले त त्यो झोडै देखेँ नि सबै। जङ्गलै जङ्गल थियो होइन? त्यहाँ मेरा मामा चितवनबाट आउनुभयो। हजुर। मलाई अलिकति जग्गा व्यवस्था गरिदिनु पऱ्यो भन्नुभयो। हजुर। अब कहाँ गर्ने, झोडा छन् सबै। अनि त्यहाँ गएँ। एउटा लिम्बूले 1 बिघा 7 कट्ठा जग्गा र एउटा टाँडे घर फुसको, एउटा गाई कोरली दियो किन्न। अनि अब किन्न दिएर पनि अर्का नाम सारी के अरे नाम दर्ता भएको त अर्का नाममा सर्दैन। के गर्ने भन्दा एउटा लोकेन्द्र बहादुर सुब्बा भन्ने मेरो क्लासमेट थियो त्यहाँको हर्ताकर्ता नेता। ल मेरा मामालाई यहाँ थन्क्या त जुम्मा 50,000 रुपियाँमा दिएको है त्यति चिज। अनि उसले म गर्छु भनेर मामालाई गरिदिएको। तर मामा यहाँ बस्नु भनेपछि 2 वर्षपछि हिँड्नुभयो। त्यहाँ जङ्गल थियो नि, धेरै मान्छेहरूले आश्रय लिए। कोही मान्छे त्यहाँ आएर 2-4 वर्ष बसेर आफ्नो ठाउँमा फिर्किए। यी सबै नयाँ मान्छे छन् अहिले त्यहाँ। किनबेच भयो। 46 सालभन्दा अगाडि चाहिँ जस्तो अहिले त बाटाहरू जताततै पिच बाटै बाटा छ होइन? त्यतिखेर तपाईँले थाहा पाउँदाखेरि चाहिँ 36 साल अगाडि 46 साल अगाडि 46 सालभन्दा अगाडि चाहिँ यो राजमार्गमा पनि पिच थियो कि थिएन? कस्तो थियो? राजमार्ग पिच थियो। ठाउँ ठाउँ थिएन। ठाउँ ठाउँ थिएन। भित्री बाटाहरू पिच थिए त्यस्तो? भित्री बाटा त यो सडकले सबभन्दा पहिले दमकको पञ्चायत र सडक विभाग जाने बाटो बनाएको सबभन्दा पहिलो बाटो थियो। अरू बाटै थिएन। बाटा थिए, रेखाङ्कन थियो। जस्तो ढुकुरपानी बाटो थियो, ताराबारी बाटो थियो खनेका। तर उही पैदल हिँड्ने गाडा हिँडाउने बाटा। ढुकुरपानी पनि भन्छन्। के छ यसको पछाडि के? ढुकुरपानी भनेको ढुकुरको बास बस्ने पानी खाने, ढुकुरले पानी खाने ठाउँ भन्ने अर्थ लाउँछन्। अहिले त्यहाँ एउटा ढुकुरको नक्सा बनाएर पोलमा राखेका छन्। चोक भएको छ। ढुकुरले पानी खाने ठाउँ, त्यो जिमार जग्गा धेर, पानी धेर हुने ठाउँ, अनि ढुकुरको जत्था धेर हुने ठाउँ। अनि त्यहाँ चाहिँ ढुकुरले पानी खाने ठाउँ भएको भने ढुकुरपानी। तपाईँले देख्दा देख्दै अब एउटा जङ्गल भएको ठाउँ होइन? ढुकुरपानी पनि जङ्गलै थियो। सबै जङ्गलै थियो नि याद? ढुकुरपानीतिर आएर मान्छे बस्दा जङ्गलभित्रै थिए। सबै भित्रै थिए। दर्ता अहिले पनि कतिपय दर्ता भइसकेको छैन जग्गा, त्यो त्यस्तो छ। अब सबभन्दा पहिले दर्ता गर्ने जग्गा धनीहरू पनि नाम छन् सबैको, तर सबैको नाम आउन सक्दैन। जस्तो भाङबारी काजीका बाबु, उनले दर्ता गरे। पल्टे माझीले दर्ता गरे गोलाटार। त्यस्तै निरौलाहरूले दर्ता गरे, गोविन्द सिंह निरौलाका बाबुले। यसरी दर्ता गर्ने मान्छेहरूका पनि नाम छन्। तपाईँहरूको टाइममा सिनेमा हलहरू त बनाएको थिएन होला? सिनेमा हल टुरिङ टाकिज, हामी गौरीगञ्ज हेर्न जान्थ्यौँ। टुरिङ टाकिज भनेको गौरीगञ्ज दमकभन्दा विकसित रहेछ त्यो बजार, पुरानो बजार हो नि त गौरीगञ्ज। फिल्म हेर्न जानुहुन्थ्यो त्यतिखेर? जान्थ्यौँ त हामी। कस्तो फिल्म? नेपाली फिल्म हेर्नुहुन्थ्यो कि? नेपाली पनि लाग्थ्यो। नेपाली लाग्थ्यो।
पहिले पहिले निक्लेका माइती घर जस्ता। कति सालको कुरा हो यो त तपाईँको पछि हो 26-27 साल 28 साल होइन, त्योभन्दा अगाडि, अझै अगाडि, त्योभन्दा अगाडि 18-19 साल 19-20 सालमा त्यहाँ टुरिङ टाकिज आउँथ्यो हिउँदमा। भनेपछि मान्छेहरू फिल्म हेर्नलाई त्यतिखेर चाहिँ गौरी गर्न जान्थे। अब साधन के छ त भन्दा सन्तवीरको एउटा लकडी बोक्ने ट्रक थियो, त्यसमा एउटा ड्राइभर राखेर अनि त्यो खाली माथि बेरा नभएको ट्रकमा माथि बसेर हामी सिनेमा हेर्न जान्थ्यौँ। सबै उसले फिल्म हेर्नलाई पुरै ग्रुपै एकजना 4जना गुरुआमा र हामी 10-12जना गरेर ट्रकमा चढ्यौँ, सन्तवीरको ट्रक लग्यौँ। अनि उहाँको सबै फेरि रक्सी खाने चाहिँ सबै हुन्थे। जिन्दगीमा रक्सी नखाइ बाँचेको मान्छे चाहिँ म, सङ्गत चाहिँ सबै रक्सिया थियो। त्यहाँ गएपछि 4टी गुरुआमा बसेका छन् सिनेमामा अनि म छु, म हेर्छु, कोही पनि छैन हलमा। कहाँ गयो भन्दा रक्सी भट्टी भरे निकालेर हिँड्ने बेला पो सबै माथेका छन्, खुट्टा टेक्दैन। अब कसरी लाने भनेर लालबहादुर भन्ने ड्राइभर थियो। लालबहादुर दाइ कसरी लाने यी मान्छे भनेको, तपाईँले अलिकति कष्ट गर्नुपर्छ, म लान चाहिँ लान्छु भन्यो। कसरी लान्छ? म त्यो डोरी लट्ठाले बाँध्छु अनि यहाँ अड्काउँछु, तपाईँ त्यो लट्ठा समातेर चाहिँ बस्नुपर्छ भनेर। हुन्छ भनेर त्यसरी पनि ल्याइयो। त्यस्तो अवस्था भन्थ्यो। अब हप्तामा एक दिन धिमाल गाउँमा निम्ता हुन्थ्यो फगुवाको बेला। धिमाल गाउँमा निम्ता गर्थे, सुँगुर काट्ने, कुखुरा मार्ने, रक्सी जाँड रक्सीको प्रकोप थियो। यहाँ थानेदार जोसुकै होस् सबै खान्थे। त्यतिखेर छाडापन थियो। त्यस्तो अवस्थामा पनि नखाइकन बाँचेको मान्छे म अहिलेसम्म। खानेकुरामा चाहिँ एक जोगिनु हो। मैले जन्मै मासु नखाएको। अब मासु नखाएपछि त मैले रक्सी जाँड किन खानु भनेर मैले चाहिँ खाइनँ। धिमाललाई चाहिँ अब अहिले दमकमा चाहिँ दमकको पहिलो नागरिक अथवा प्रथम नागरिक पनि भन्छौँ। यो खास किन? हिमाल प्रथम नागरिक नै हुन्। सबभन्दा पहिले यिनीहरू काशीतिरबाट आएका रहेछन्। काशी यिनीहरू बारेमा पनि मैले खोज गरेको छु। हजुर, काशीबाट आएका यिनीहरू विभिन्न थर जातका मान्छे छन्। यिनीहरूको आगमन चाहिँ उहाँ 6 नम्बर बुधबारे माथि यिनीहरूको त्यहाँ एउटा जात्रिनी छ, त्यहाँ पूजा गर्ने ठाउँ छ। त्यहाँबाट विकसित हुँदै हुँदै तराई झरेका हुन्। तराईमा आएर पनि ताराबारीमा बसे। धिमालहरू यहाँ ताराबारी र अर्नाखाडीमा त्यो धिमालको यता धिमाल थिएनन्। यहाँ कुमालको बस्ती थियो। यी कुमालहरू तुमलिङ टारबाट झरेका हुन्। कुमाल सबै नेपाली हुन्। अब धिमालहरू पनि पहिले काशीबाट आएका भन्छन्। काशी गोत्र भन्छन् यिनीहरू। काशी गोत्र भन्छन्। र यिनीहरूको पनि खोजी तलासी मैले गरेँ। धिमाल र मैले दमक आएर टेक्दा सङ्गतै धिमालहरूसँग भएको मेरो। सुरुमा सङ्गत धिमालहरूसँग। तपाईँको विचारमा धिमाल जाति कस्तो जाति हो? धिमाल जाति सिधा मान्छे जाति हो। धिमालहरू साङ्गोपाङ्गो गर्न जान्दैनन्। त अहिले त अब अरू टाठाबाठाले सिके बेग्लै कुरो हो। पहिलेका बुढाहरूबाट अपराधी काम कहिल्यै हुँदैन थियो। अनि यो दमकमा चाहिँ प्रहरीको कुरा पनि गरौँ। थानाहरू कहिलेदेखि होइन सुरु भयो? अहिलेको प्रहरी जुन कार्यालय छ, अहिले म भन्दैछु यहाँ चौकी चाहिँ कहिले सुरु भयो? 12 सालदेखि नै रहेछ। 12 साल चौकी यहाँ बजारमा थियो म आउँदा। हजुर, हलदार बसी त्यहाँको ठुलो मान्छे भनेको हलदार हुन्थ्यो। त्यो तल सुविधार बाले पछि थाना भएपछि 9 कट्ठा जग्गा दिनुभयो। 9 कट्ठा जग्गा दिएपछि त्यहाँ त्यो भवन पनि बन्यो अहिले भएको ठाउँमा। अनि पछि 1 कट्ठा पनि त्यहाँ राजशासनलाई मैले व्यवस्था गरिदिएको थियो। त्यो पनि किन्यो थानाले। त्यो राजशासनको अफिस बनोस्, समाचार कलेक्सन गर्न भएर म त सामाजिक काम पहिलेदेखि गर्ने। अनि किताब दोकान गरेँ नि मैले त। मास्टरीबाट हटेपछि 29 सालदेखि 39 सालसम्म चुलाचुली पुस्तक पसल भनेर मेरो पुस्तक दोकान थियो सबभन्दा पहिलो। अनि पाठ्य पुस्तकको एजेन्सी लिएँ, पत्र पत्रिकाको एजेन्सी लिएँ। तर दिनभरि मान्छे जमघट हुन्थे, किताब पढ्थे, कोही किन्दैन थियो। पढ्ने मात्रै दिनभरि बस्दा बेलुका गल्लामा जिरो कहिले केही हुँदैन थियो। त्यस्तो गर्दा गर्दै मैले 10 वर्ष गरेँ। अनि त्यो मैले प्रगति पुस्तक पसललाई बेचेर छोडेको।
केटाकेटी मसिना थिए ए हजुर अनि पालो दिने मान्छे पनि थिएन। मलाई डायबिटिज भएको त्यतिखेरदेखि हो। ए हजुर 10 वर्ष चाहिँ काम गरेँ मैले अनि त्यो पछि जागिरबाट बर्खास्त गरियो मलाई भन्ने यो खास के भएको थोरै यसलाई म भन्छु मैले 8 क्लास पढेदेखि मास्टर गरेँ हो। यहाँ मात्रै 10 वर्ष गरेँ। मैले 5 थरमै गरेँ। फिल्म हाई स्कुलमा गरेँ 1 वर्ष अनि त्यहीँ 1 वर्ष गर्दा गर्दै एसएलसी पास गरेर म यहाँ आएँ। यहाँ आएर जबरजस्ती मास्टरमा नियुक्ति गरेँ। मलाई रहर थिएन। गरेपछि बसियो। बस्दै जाँदा पछि त्यही हो त्यतिखेर पञ्चायतको दबदबा धेर थियो अनि मास्टरलाई काङ्ग्रेस र कम्युनिस्ट बनाउँथे पञ्चहरू। हजुर यो बामे हो यो के अरे काङ्ग्रेस हो यी काम नलाग्ने मान्छे भएर खालि दोष जति मास्टरलाई थपाउँथे। अब जान्ने बुझ्ने र पढाउने त मास्टरै हुन् नि त। अनि विद्यार्थी पनि कम्युनिस्ट र काङ्ग्रेसका थिए त्यतिखेर। त्यही अर्थ हो। अनि पछि म तपाईँको गर्दा गर्दै 28 साल आयो राजा महेन्द्रको स्वर्ग आरोहणपछि। अहिले वीरेन्द्र कि स्वर्ग हो कुन 28 साल भयो राजा वीरेन्द्र महेन्द्रको स्वर्ग आरोहण। अनि झोडा हेर्न जाउँ भनेर सल्लाह गऱ्यौँ। शुक्रबार 1 बजेपछि हामी त्यहाँ पस्यौँ कानेपोखरी झोडामा तल। मेला लाग्थ्यो कि मेला बजार जस्तै थियो तर झोडावाल सबै। अनि त्यहाँ गएर हेर्दाखेरि रमाइलो के हो मेला बजार जस्तो होटल पनि छन् फोटो खिच्ने क्यामेरा पनि बसेका छन् सबै चिज छ। अब बेलुका घर नजाउँ यहीँ बसौँ आखिर यहाँ होटल पाएर चाहिँ खाउँ बसौँ भनेर त्यहीँ बस्यौँ। 12 जना टिचर छौँ है यी दमकका। ए हजुर बस्यौँ बिहान आनन्द सुत्यौँ परालमा। अनि बिहान उठेर हिँड्न तामसुर गरेर थियो होइन ठाउँ सार्ने भनेर त्यो सिआइडी लागेर छन् त्यतिखेर। सिआइडीले अलिक खुल्ला ठाउँमा जङ्गल नभएको ठाउँमा सारेर क्याप्चर गर्न खोजेर छ। अब त्यो थाहा पाइएन पहिले। अनि एउटा 10-15 बिघाको प्लटिङ एरिया चौडी रहेछ त्यसको छेउमा होली रहेछ बाँस। त्यहाँ लगेर काटेर बनाउन थाले मान्छे रमिता हेर्छन् के गर्छन्। हामी चाहिँ लु यहाँ नबसौँ जाउँ भनेर हिँड्न तामसुर गर्दै थियौँ। सिर सिटी लाग्यो। सिटी लागेपछि सुकुम्बासीले पुलिसमाथि जाइ लागे। पुलिसले जाइ लागेपछि पुलिसले सिधै गोली छोड्यो। अनि त्यतिखेर भागेको मलाई अहिले पनि याद छ। भुइँमा 70 मान्छे लडेका छन्। भाग्दा भुँडीमा कुल्चेर गिली गिली गर्दै भागेको पनि थाहा छ। त्यहाँबाट पत्र भास आउँदो रहेछ। त्यो भासमा यति भासिएर पनि निक्लिएर पाखा निक्लेको पनि थाहा छ। पाखा निक्लेपछि त्यो एउटा झरनामा पानी यसरी थापेर खान लागेको छु। बुढा एकछिनमा खुसु आफै आइपुगे। क्या बोलाउँदा पनि टेर्दैनस् त भने। अनि दाजु भोलि आउँदा हुँदैन थियो हिँड्न अहिले भने गएँ। अनि एउटा सादा कागज निकालेर तेरो नाम थरो त लेख फरक नपर्ने गरी भने लेखेँ। अब त्यहाँ म बच्ने उपाय चाहिँ के थियो भने म मेघराज तिमल सिन्हा लेख्छु। त्यहाँ मेघनाथ तिमल सिन्हा लेखेर छ मेघनाथ। अनि यो मान्छे छैन भएर उसले मलाई बचाएको थानेदारले। ती पनि मरे बिचरा पछि यहीँ आएर। घटनालाई के घटना भने जस्तो के नाम छ जस्तो यो घटना भन्ने गोली नै चलेको रहेछ भनेपछि त निकै मान्छे निकै मरे नि त्यहाँ। ठुलै धेरै मान्छे मऱ्यो भनेपछि त्यहाँ एउटा तीर्थराज भन्ने के त्यहाँको ठुलो मान्छे रहेछ बाहुनीको। त्यसका घरमा डेरा गरेर गोली नै चलाएको झोडा के रमाइलो झोडा काण्ड भन्छन् त्यसलाई। रमाइलो झोडा काण्ड यो भने कति साल भन्नुभयो ठ्याक्कै? 28 सालको झन्डै झापा विद्रोहको समयमै रहेछ होइन? त्यो समय पनि त्यस्तै थियो नि त। समय पनि त्यस्तै थियो। यहाँ त 18-19मै भएको हो नि झापा विद्रोह सुरु भयो। 28मा अलिक उत्कर्षमा पुग्यो। यो दमक चोक बजार जुन अहिले छ नि हाम्रो यो डाफे मुनालको जुन आकृति पनि बनाएको छ ठ्याक्कै त्यहाँ चाहिँ कस्तो थियो? त्यहाँ चाहिँ निकै भास थियो तपाईँलाई म भन्ने सुन्छु है। म भनिदिन्छु सबै कुरो भन्छु। हजुर पूर्व स्ट्यान्ड जो छ हजुर अहिलेको अहिले त्यो थाना रोड पछाडिपट्टि भाषै भाष हो। बस पार्क भयो ठाउँ। त्यहाँ रागा भैँसी घोडा चर्न जाँदा डुबेर मर्ने ठाउँ हो त्यो देखिएको हो। अनि त्यो पछि गणेशबहादुर के अरे गणेश ढकालले माटो पुरेर व्यापार गरेको हो त्यहाँ। पशुहाट त त्यो अर्काको नम्बरी जग्गा हो पहिलेको राजवंशी ताजपुरीहरूको नम्बरी जग्गा हो।
पछि ऐलले कायम भयो। अनि त्यो पञ्चायतले के गर्यो भने बाबुलालको पालामा होइन धनबहादुरकै पालामा उपप्रधान पञ्चायतलाई निमित्त दिँदा त्यहाँ 2 बिघाका दरले 10-12 बिघा जग्गा अर्काको नाममा दर्ता भयो। मालपोत लिँदा आफ्नो हुन्छ भनेर मालपोत तिरे नगरपालिकामा पछि त्यो क्यान्सिल भयो। अनि त्यहाँ पुराण लगाएर त्यो पशुहाटको व्यवस्था गरे हो। त्यो पछि पुराण एउटा साप्ताहिक पुराण लगाएर त्यहाँ व्यवस्था गरेर त्यो व्यवस्था गरे हो। पशुहाट कति सालदेखि सुरु भयो? 33 साल। 33 सालमा भनेपछि लगभग निकै अगाडि पो रहेछ त। नेपालकै ठुलो पनि भन्छन् नि त्यसलाई। नेपालकै ठुलो चौपाया बजारमा चाहिँ ठुलो भन्छ। ठुलो बजार हो। 33 सालमा त्यतिखेर नगरको आम्दानी केही पनि थिएन। गाउँ पञ्चायतको आम्दानी नभएपछि अब केही उपाय त गर्नु पर्यो नि त। अनि पशुहाट लाउने भइयो। पशुहाट लाएर धनबहादुरको पालामा लगाएको हो। अनि त्यहाँबाट आम्दानी भएकोले क्याम्पस चलाउन क्याम्पस 38मा सञ्चालन भएको हो। त्यो क्याम्पसका पनि हर्ताकर्ता हामी नै हौँ। अनि त्यो क्याम्पस सुरु भयो। सुविधा बाले पछि जग्गा दिनु पऱ्यो त्यहाँ सरो। यता धनबहादुर श्रेष्ठसम्म आएको दिएन। अनि त्यहाँ गएको हो। पहिला त माथि हिमावी भएकै ठाउँमा थियो अरे। हिमावीमा चलेको हो। त्यही अरे है। त्यहीँ चलेको। त्यहाँबाट त्यहाँ स्थानान्तरण। अहिले मुख्यमन्त्रीहरू यहीँ पढेका हुन्। हाम्रो रेवत काके कार्की तलको एकमत कार्की दाजु मुख्यमन्त्री उहाँहरू यहीँ पढ्नु भएको। पढाउनु भयो हजुरहरूले? मैले त पढाइनँ। यिनीहरू आइएमा आएका हुन्। एसएलसी चाहिँ अन्त्य गरेर आएका। ए पशुहाटको सुरुवात त्यसरी 33मा हो। ग्राम पञ्चायतले त्यतिखेर सुरु गरे। ग्राम पञ्चायतले होइन छ यो त 33मा भनेपछि धनबहादुरको पालामा 39 देखि नगरपालिका भयो। 39बाट 33 38सम्म धनबहादुर प्रधान पञ्च 14 वर्ष प्रधान पञ्च भए। उनका पालामा गरेको। धनबहादुरले बाटाघाटाको पनि प्रादुर्भाव निकाले। बाटा निकै बनाएका छन्। उनको जीवनी निस्कँदैछ। त्यसमा मैले लेखेको छु यति लामो के गरेँ भनेर। त्यतिखेर साहित्यिक विषय पनि थोरै जोडौँ होइन। लेखकहरू जस्तै अहिले गोविन्दराज भट्टराई। गोविन्द त वरिष्ठ साहित्यकार भइगए। अहिले त उहाँ चाहिँ वरिष्ठ नै हुनुहुन्छ। कृष्ण दङ्गल मरेर गए। गोविन्दका दाजु छन् तुलसी डाक्टर। यिनीहरू साहित्यकार हुन्। दमकका हस्ती यिनीहरू हुन् तर यहाँ बस्दैनन्। अहिले त यी विष्णु नेउपाने को धनकुटे कान्छा यिनीहरू जमघट निक्ले नयाँ पछिल्ला साहित्यकार। हुन्छ। अब धेरै कुराहरूमा चाहिँ छलफल भयो होइन। धेरै विषयहरू जान्न पाइयो। यहाँको अनुभव यहाँले बुझेको कुराहरू राख्नुभयो। हामीलाई पनि अहिले धेरै कुराहरू छर्लङ्ग भयो। किन हामी त होला भन्ने एउटा सुन्थ्यौँ नि त। अब एउटा भोगेको व्यक्तिले भनेको सुन्दा चाहिँ अब धेरै कुराहरूमा विश्वास हुने आधारहरू पनि तयार भयो होइन। यहाँको महत्त्वपूर्ण समयको लागि म धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु। अन्त्यमा केही भन्न चाहनुहुन्छ? होइन ठिक छ। सब पुराना कुरा खोजी नीति गर्नु चासोको विषय हुन्छ। भाइले जुन प्रयास गर्नुभयो मैले जानेसम्म के भन्न सकेँ के छुटेँ त्यो छुटेका कुरालाई क्षमा याचना गर्दै मलाई बिदा दिनु होला। त्यस्तै हो। धन्यवाद। थ्याङ्क यू। ल